चाको हो एनर्जी आएर ल न्यु इयर लागिरहेको छ मजाले युट्युब आइडी के छ तर 8वटा छ है ल ल बास्नाले ढलाउँछ कि क्या हो ह्याप्पी न्यु इयर हाम्रो न्यु इयर बसेर गर्नु धन्यवाद दाइ स्माइल भइरहेछ Hi everyone, good morning. Welcome to my new vlog, new day and happy new year है त सबैजनालाई। आई होप हजुर सबैजना सन्चै हुनुहुन्छ होला। म झन् एकदम सन्चै छु भन्नुपर्छ। आज न्यु इयरको दिन सबैजना घुम्न रमाउन जानुहुन्छ। म भने जाँदैछु हाइकिङ है त। सो म भने जाँदैछु हाइकिङ कहाँ भन्नुहुन्छ भन्दाखेरि चिन्डी डाँडा जाँदैछु आज न्यु इयरको दिन। दुईजना भएर जाँदैछु। एकजना साथी छ उहाँ पर अनि त्यस पछाडि हामी जाँदैछौँ हाइकिङ। सो अब यहाँनिर मैले रेडी गरेको छु सामानहरू म सबै ब्यागमा हाल्छु अनि त्यस पछाडि जानुपर्ने हुन्छ होइन। छोरी मान्छे भएपछि यति त बोक्नु परिहाल्यो होइन। ब्याग लगाइहाल्छु जल्दी जल्दी गरेर जानुपर्ने हुन्छ। अब निस्किने म चाहिँ रेडी भइसक्यो अब निस्किनु पर्ने हुन्छ होइन। साथी माथि पर्खिरहेको छ म यहाँ ढिलो गर्दैछु। अब चाहिँ म निस्किन्छु है साथीहरू छिटो बोल्नु ठिकै छ हौ ल म फाइनली रेडी भइसकेँ। अब म निस्केँ है त माथि पुगेर भेटौँला है त। म चाहिँ यहाँ माथि 16 नम्बरमा आइपुगेको छु होइन। अब साथीलाई पर्खिँदैछु कहाँबाट निस्किन्छ भन्ने कुरा हो क्या कुन कुनाबाट। उहाँ पारी पारी हेर्दै थिएँ यो मान्छे यताबाट आउँदै रहेछ। ह्याप्पी न्यु इयर नक्कल पार्दै ल अब हामी जाने माथि पुगेर देखाउँछु ल। यहाँ आइपुग्यौँ यहाँ झोलुङ्गे पुलमा। अब हामी यहाँ पारिबाट उता माथि हुँदै उहाँ जाने हो। भोक लाग्यो साथीहरू तिमी जा न। वाउ मिठो 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 छ कतिको मिठो छ। ह्याप्पी न्यु इयर यस्तो गरौँ न ह्याप्पी न्यु इयर। आधी घन्टामा खाजा खाएर अब फेरि हामी उकालो लागेको। हामी चाहिँ यहाँनिर आइपुगेको छौँ बल्ल 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 हिँड्दा गरेर। गाडीमा मान्छे हेर्नु न आमामा आज मान्छे यति धेरै मान्छे छ कि म त एउटा मान्छे छैन सोचेको थिएँ यति धेरै हुनुहुन्छ कि यहाँ आइपुग्यौँ है हामी चाहिँ ठ्याक्कै। अब यहाँबाट माथिको डाँडा पुग्नु पर्ने हुन्छ। हामी चाहिँ यहाँ फोटो खिच्छौँ देखेको छैन है क्या हो यस्तो परेको त। फोटो खिच्छौँ यता तलतिर तलतिरको गाउँ हेर्नु न तल तल दामी देखेको छ। अब हामी फोटो खिच्छौँ भने माथि डाँडा जाने। यहाँ आइपुगेको छ हामी चाहिँ पुरै उकालोमा माथि पुगेर चाहिँ डाँडा पुगिन्छ अनि त्यस पछाडि विचार आउँछ हामी कहाँ जाने भनेर के थाहा सुलीकोट गइन्छ होइन डाँडा। अब हेरौँ तर यो घाम देखेर चाहिँ खासै जा गर्दैछ होइन। के छ तिमीलाई भन तिम्रो विचार प्रस्तुत गर। हेर्नु न माथि क्या उकालो छ क्या डाँडा तलतिर धरान यस्तो यता माथि डाँडा उकालो अनि यता चाहिँ हामी दोनो अल्छे लोग के उठेर त्यतिकै हिँडेको। माई गड अब हेरौँ माथि डाँडा पुगेपछि थाहा हुन्छ अरे के हुने रहेछ। हामी त्यहीँ चिन्ने डाँडाबाट फर्किन्छौँ कि त्यहाँबाट उकालो जान्छौँ त्यहीँ पुगेपछि थाहा हुन्छ। हेर्दै गर्नु होला है त साथीहरू। घाम यस्तो लागेछ कि नयाँ वर्षको दिन यस्तो छ हाम्रो अगाडि बढेको ढिलो ढिलो नयाँ वर्षमै यति ढिलो भएपछि त के होला होइन। भगवान् न हेर्नु यो उकालो राम्रो कसरी जाने हो जे होस् जान्छौँ अब ल। के हो गाइज यो उकालै हो क्या थाहा ओफ खुट्टा त ओह्रालो झर्छ त ओह्रालो लाग्छ के बिस्तारै लड्छ।
कसले हो नि यस्तो मेहनतले यत्रो माथि ल्याएर यहाँ ब्ल्यात्त फाल्ने को बाटो हिँड्नुको लागि चाहिँ एकदम हिमाल चढेको बराबर हो राम 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 हेर उस्तै सर्या मान्छे हो भने यहाँ चढ्नु सक्छ धन्न हामी गाउँले फेरि यार हो धन्न हामी गाउँले पऱ्यो र यार यत्तिको भएर चाहिँ आरामले चढिन्छ होइन केही छैन राम वहाँ माथि हेर्नु न मान्छेहरू कति धेरै साथीहरू जाँदैछ हामी कहिले थाहा पुग्नु हामी जति अल्छी अल्छी रहेछन् कामकारी हामी भन्दा चाहिँ अलिक ज्यादा अलिक के भन्छ अलिक जागरिलो रहेछ हामी चाहिँ अलिक हामी त ओइ लास्ट हामी रहेछौँ त कोही छैन त मुनि त लास्ट हामी रहेछौँ ल ठिक छ साथी अहिले बजिसक्यो 10 ल आइपुग्यौँ है हामी चिन्डे डाँडा सुलीकोट होइन चिन्डे डाँडा आइपुग्यौँ है हामी रातो रातो भएर चिन्डे डाँडा आइपुग्यौँ तिमीले रातो भएको छ चिन्डे डाँडा आइपुग्यौँ यहाँ मान्छेहरू हुनुहुन्छ अब हामी यहाँबाट हामी त उकालै जाने पनि निर्णय गऱ्यौँ अब हामी माथि के अरे सुलीकोट जाने होइन त जाने मुन्दुम ट्रेल जाने हो होइन अब यहाँको धरानको भ्यू देखाउँछु ल तपाईँलाई तल देखिँदैन नि त यो यहाँबाट धरान हेर्नुहोस् ल साथीहरू धरानको भ्यू हेर्नुहोस् चिन्डे डाँडाबाट देखेको धरानको भ्यू ल यही हो है अब हामी माथि जाने मुन्दुम सुलीकोट जान्छौँ है त अलिक माथि गएर भेट्यौँ यहाँबाट अब निस्केको खाजा खायौँ अब हामी चल्दैको खोइ अर्को म्याम हामी 2 जना थियौँ अहिले 3 जना भएको छौँ है यहाँबाट चल्दैको गाडीमा बिजोक यस्तो छ मेरो साथी छ मेरो साथीको हात यहाँ यस्तो छ यति बिजोक छ सन्चै छौ नि सन्चै छ हामी चाहिँ ठ्याक्कै यहाँनिर आइपुगेको छौँ यहाँनिरको भ्यू चाहिँ यस्तो रहेछ यहाँसम्म चाहिँ हामी तलबाट गाडीमा हिँडेर आएको अब यहाँदेखि चाहिँ उकालो हामी हिँड्दै जान्छौँ उफ मर्यो गलेर उफ अब यहाँबाट यो ठाउँ हो खुब देखेको यस्तो रहेछ अब यहाँबाट हामी हिँड्दै जान्छौँ मासतिर उकालो हामी जाँदैछौँ यहाँबाट उकालो सिटी बल्ल आइपुग्यो ओइ कति बज्यो के गरेर त्यति रातो लाउने हो नि रातो छ अब छ त माथि पुगिसक्नु भयो हामी आएको 2 जना तर यहाँ थुप्रैजना भएको छ अहिले साथी भेटेर हामी 2 जना पुरा हिँड्दैछ ओइ हेर मान्छेहरू सबैजना पुगेर फर्किसक्नु भयो हामी चाहिँ भर्खर यहाँ जाँदैछौँ त्यही पनि तलसम्म गाडीमा आएर कहाँ हिँडेको म पनि यतैबाट आउँछु यो मान्छे यताबाट हिँड्छ त म लास्ट पारेर सबैजना फर्किसक्यो हामी चाहिँ भर्खर निस्किँदैछौँ उकालो गाह्रो छ यस्तो छ है बाटो चाहिँ बाटो यस्तो छ यहाँ आइपुगेको छ हामी चाहिँ के हो यो बाटो यस्तो उकालो हामी धरानबाट आएको 2 जना तर अहिले यत्रो भएको छौँ है यति धेरै भएको छौँ कति धेरै उकालो हो कस्तो फिल भइरहेछ नि मिस के अरे टायर्ड भएको ल ठिक छ यहाँ तलबाट यता हेर्नुपर्छ के ढुकढुकी बाँकी छ गाह्रो छ है गाह्रो छ म त झन् यहाँ रातो नरातो भइसकेको छु यस्तो छ क्या यस्तो यो उकालो यस्तो के हो यो हाम्रो रहरै हो
कि बाध्यता रहरै हो जे होस् रमाइलो छ यतिको हिँड्नुपर्छ कहिलेकाहीँ होइन नयाँ वर्षको दिन यति नगरे कहाँ हुन्छ त होइन त साथीहरू वर्षैभरि हिँडिरहेको अब वर्षैभरि हिँडिरहने त होला नि उफ, गाह्रो छ हामीलाई अब एकैचोटि माथि पुगेर देखाउँछु है त यहाँबाट चाहिँ उब्राट लाग्ने डाँडाहरू छन् होइन मान्छे मात्रै अलिक जाँगरिलो हो बल्ल 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 आइपुग्न लाग्यो जस्तो छ है हामी उफ, यहाँ रहेछ है डाँडा बल्ल 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 हामी आइपुग्न लाग्यौँ उफ ए हो ए एउटा हो के हो अब हेरौँ है त माथि गएर माइगड यत्रो 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 बाटो हिँडेर आएर यही रहेछ है यही रहेछ फाइनल्ली कस्तो लाग्यो नि तँ कस्तो लाग्यो एक्सपेक्टेसन भर्सेस रियालिटी भयो हो तपाईँलाई कस्तो लाग्यो म्याम एकदम खतरा भन्नु पनि के भन्नु होइन राम्रो भन्नु के हेरेछ है ल हेर्नुहोस् मान्छे यति धेरै हुनुहुन्छ कि आज मान्छे फेरि आमामा कति धेरै हो ल हामी चाहिँ यो यहाँ सुलीकोट आइपुगेर हामीले केही देखेको छैन यहीँ यस्तो छ अब यहाँबाट हामी ऊ त्यो परतिर जाने हो खोइ कता जाने हो थाहा छैन उता परतिर जाने होला डाँडातिर अनि त्यस पछाडि हामी झर्ने हो ओह्रालो ओ अब कहाँ जाने हो र यता कता कहाँ जाने भन्छ नि अब फेरि सधैँ उयो लागिरहेछ है यता सब यता पो रहेछ त रमाइलो त साथीहरू यता पो रहेछ त रमाइलो यही त नाच्देऊ एक ठुम्का लगाइदेऊ ए रमाइलो रहेछ यताको त आमामामा कति धेरै हो मान्छेहरू त अनि यहाँबाट तल हेर्नु न माइ गड भिड यता रहेछ त यता पो रहेछ त रमाइलो यता रहेछ नि रमाइलो त न्यु इयरको यता छ रमाइलो ऊ पारी 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 तल भिर डाँडा यहाँ रहेछ बेसरी रमाइलो यता रमाइलो रहेछ रमाइलो रमाइलो आऊ न अब कता जानु हो र यहाँबाट कहाँ हिँडेको हामी आऊ न यो दृश्य देख्दा कस्तो भएको होला होइन भोक लाग्यो त त्यसरी क्या रमाइलो छ है यतातिर रमाइलो न्यु इयर लागिरहेको छ मजाले यहाँनिर बिग्रिरहेछ खै न्यु इयर लागेन यसलाई न्यु इयर लागेर सुत्यो जस्तो यस्तै छ है यस्तै कहाँ हिँडेको हौ उता डाँडातिर नि गयो त सबैजना ओए कहाँ हिँडेको यस्तो डाँडा डाँडा लड्नलाई त आमा के हो यस्तो ल हाई भनिदिनु न त सब्स्क्राइब पनि लाइक हल्का यसो हानिदिनु पर्ने हुन्छ सेयर पनि ल ल थ्याङ्क यू तपाईको युट्युब आइडी के छ निराले 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 हजुर यहाँ सब्स्क्राइबर 8 वटा छ है ल ल ल ल थ्याङ्क यू हुन्छ ल मजाले भरे 8 वटा आउनु पर्यो नि नयाँ फेरि कता यता कि यता के हो यस्तो ल फर्केको है अब चाहिँ बास्नाले ढलाउँछ कि क्या हो
यो त अब भाइरल ठाउँ पो भयो त अब त मान्छे कति आउँछ हो यहाँ त पुरा भाइरल त मान्छे कति आउँछ आउँछ भाइरल भोक लागेको छ लु सेकुवाको बास्ना सुकेर हिँड है फर्क्यौँ है अब हामी चाहिँ कति रमाइलो हो यतातिर कति रमाइलो हो कति धेरै रमाइलो हो डाँडामा हामी चाहिँ यो डाँडाबाट याक्थुङबाट चाहिँ अब तल झरेको कहाँ हिँडेको अरे रन्थने हिँडेको होइन रन्थने हिँडेको हामी रन्थनिँदै रन्थने ओइ ओह्रालो छ बेसरी चिप्लिनेवाला रन्थने हिँडेको अब यहाँबाट अनि त्यहाँबाट हामी घुम्दै घुम्दै फर्किने हो भोक लागेको साथीहरू के गर्नु सेकुवाको बासनाहरू पनि सुकेर आयो होइन त चिप्ले लगाएको भए त पाइन्थ्यो होइन तर पाकेको पनि थिएन नि त फेरि त्यही भएर एक दुई शब्द चिप्ले लगाएको भए त पाइन्थ्यो भाइहरूले क्या खतरा सेकुवा पोल्दै थियो के गर्नु बास्ना सुँगेर भए पनि चित्त बुझाएर आयो अब होइन त्योहरू गुराँस पनि छ हेर्नु तर यता त पुरा घारी के हो त्यो बाटै त होला नि सायद माई गड कहाँ यो कता हो यो राम 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 गाउँ भन्ने चिज छैन त ओइ हामी माथिको डाँडाबाट झरेको नि राम राम ओइ हेर्नु त साथीहरू आज कहाँ हिँडेको मान्छे कहाँ आयो चिन्ने डाँडा हिँडेको मान्छे माथि सुब्लीकोट हुँदै हुँदै यता झरेर रन्थने के अरे रन्थने हिँडेको अरे सिन साथीहरू यहाँ हेर्नु न कस्तो दामी है वाउ दामी वाउ खतरा सिन रन्थनेमा चाहिँ गेम भइरहेको रहेछ पुरा भइरहेछ हाम्रो ग्याङ चाहिँ यतै फेरि आएको हामी खासमा दुईजना आएको यहाँ अहिले एक हुल भएर हिँडिरहेको छौँ ल खाजा टाइम भयो है हाम्रो चाहिँ खाजा टाइम भयो Happy New Year है साथीहरु Happy New Year रमाइलो चलिरहेको छ जोस गाइज कति रमाइलो भएको छ हाम्रो न्यू इयर यस्तो यस्तो खाँदैछौँ है ल गेम पनि हेर्दैछौँ गेम पनि हेर्दै यता खाने कार्यक्रम पनि भइरहेछ खाने कार्यक्रम सक्यो अब पुरा फोहोर अब हाम्रो खाजा खाने कार्यक्रम सक्यो अब बल खेलेको हेर्नु पर्छ अब यहाँ फोहोर चाहिँ हामी एकदमसँग हामी सफा गर्छौँ नाचगान भइरहेछ है यहाँनिर चाहिँ मस्त कस्तो रमाइलो भइरहेछ एक्सट्रिमले नचाएको हो एनर्जी आएर ल साथीहरू मस्त दामी दामी मन पराउने ओठा यहाँनिर चाहिँ चाम्रे बनाउनु भएको छ कस्तो मजाले यहाँ पस्केर दिँदै हुनुहुन्छ हामीलाई खानु खानु भन्नु खानु है खानु भन्दै हुनुहुन्छ हेर्नु न यस्तो राम्रो छ कि यहाँनिर हुन्छ त
कति राम्रो दिदीहरू हो डाँडा काँडामा आएर तिदा पनि नखाने अहिले म कति मजाले यहाँ कहाँबाट बोकेर ल्याएको त्यो पनि खानु भनेर हामीलाई दिँदै हुनुहुन्छ यहाँ हेर्नु न हामी कतिजना खानु होइन हौ हेर दा आफै पस्केर खानु पनि दिँदै हुनुहुन्छ यति धेरै माया गर्नु यति धेरै माया हामीलाई उहाँहरूलाई एकदमै धन्यवाद कहाँबाट बोकेर ल्याउनु परेको छ यहाँनिर तर पनि कति मजाले हेर हामीलाई कति रमाइलो भइरहेछ आज त कति माया गर्नुभएको हेर्नु न कति माया गर्नु हो यति धेरै उहाँबाट बोकेर ल्याएको उहाँ दिनुहुने चाहिँ यता ए हो उहाँले हो उहाँलाई चाहिँ यस्तो प्रदान गर्नुभएको छ यस्तो ठाउँमा उहाँलाई चाहिँ धेरै धेरै धन्यवाद हाम्रो दाइलाई धन्यवाद दाइ यस्तो खानु धेरै धेरै धन्यवाद हाम्रो दाइलाई यस्तो दिनुभएको छ हामीलाई यहाँ उहाँबाट बोकेर ल्याएको पनि हामी चाहिँ यहाँनिर खान लागेको है चाम्रे भात अनि सुँगुरको सेकुवा त्यस पछाडि चाम्रे डल्ले खुर्सानीको पेस्ट कस्तो मिठो छ दाइजो हौ त्यो मलाई दिनु चाम्रे भात पनि यो यसरी खाम त लु अब यो खाने अनि त्यस पछाडि हामी जाने ल हामी आउनु ल बिस्तारै ल ओइ बोक्यो होइन सबै ल बाई बाई छोडेर जानु मन छैन अब त्यही पनि जाने हामी चाहिँ उफ रुनु पनि मन आउँदैन आँसु पनि आउँछ त मासु खाएर आँसु आउला जस्तो हो त हौ ल छोडेर अब हामी लाग्यौँ है बाटो ए अरू पनि जाँदैछ त यहाँबाट हेरौँ न अब हामी गएको ल टु मच इन्जोय हामी मजा आयो रमाइलो भयो खुसीतिरैमा भन्दा पनि खतरा भइहाल्छ रमाइलो अब हाम्रो चाहिँ ढिलो भएर हामी चाहिँ अब हामी यस्तो तुफान उठ्छौँ कि अलिक ढिलो भयो कि हामी तल पुग्नु पर्ने भएर त्यही भएर नत्र हामी बस्थ्यौँ मस्त इन्जोय गरेर त्यही हो साथीहरू रमाइलो भयो अब हामी गएको तल भिडियो बर लामो भएको छ आज ल त्यही हो साथीहरू रमाइलो भयो अब तल पुगेर अब भिडियो बन्यो भने बन्यो बनेन भने बनेन ल एकचोटि लास्टतिर हेरिदिउँ न त तर मान्छे हुनुहुँदो रहेछ आउने ल फाइनली साथीहरू हामी चाहिँ पुगेर आइसक्यौँ के अरे के भन्छ माथि सिलीको टुकेर पनि अनि के अरे यता हराउनु छाने गएर गेम हेरेर इन्जोय गरेर पनि आइसक्यौँ अहिले चाहिँ हामीलाई के 16मा आइपुगेको छौँ हामी चाहिँ अति भएर भन्दा पनि हामीलाई ढिलो भएर चाहिँ हामी यहाँ अटोमा आएको होइन कस्तो लाग्यो तिमीलाई भएर रमाइलो भएर सपना हामी लाग्यो न्युज राम्रो रमाइलो भयो भनौँ होइन अब चाहिँ भिडियो यहीँ इन्ड गर्नुपर्ने हुन्छ भिडियो हेर्नुभयो थ्याङ्क यू सो मच यदि हजुरहरूले च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नबिर्सिनु होला है त बाई बाई